हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो है। लामो समयपछि यस्तो लामो भिडियो बनाउँदै हालिरहेको छु, नत्र सर्ट भिडियोहरू मात्र हालिरहेको थिएँ होइन। भिडियो कुन चाहिँ टपिकमा बनाउने भन्ने कन्फ्युज हुन्छ कि मान्छे अगाडि बोल्न पनि झ्याउ लाग्छ होइन, बनाउने। तर के भएको जस्तो भिडियो बनाए पनि के भएको भ्युज के हो 2-3 ल धेरै आयो भने 500 होइन, त्यहाँभन्दा माथि क्रसै हुन्न कि हल्का डिमोटिभेट फिल हुन्छ होइन। अनि भिडियो बनाउनै मन लाग्दैन कि त्यसो भएपछि झ्याउ लागेर आउँछ भिडियो नै भाइरल नै के भिडियो बनाउनु जस्तो फिल हुन्छ है। त्यही पनि कन्टिन्यू दिइराख्ने हो। अहिले सुरुमा डर हुन्छ नि त भिडियो बनाउन, खासै यति साह्रो भिडियो बनाउनु त्यति साह्रो कन्फिडेन्ट हुन्न क्या, कन्फिडेन्टै आउँदैन अनि डर हुन्छ। अनि भिडियो पनि त्यस्तै कन्टेन्ट पनि राम्रो हुन्न है, झल्लो हुन्छ अनि त्यही हो। अनि कहाँ कन्टेन्ट जतिको कसले मन पराउँछ त होइन। तर जे भए पनि भिडियो बनाउनु चाहिँ छोडिन्न भन्ने एउटा सोच लिएर एक न एक दिन त राम्रो कन्टेन्ट क्रिएटर म पनि बन्छु होइन, म पनि भ्लगर हुन्छु भनेर सकेपछि त कहाँदेखि हेलिकप्टर आयो यार, डिस्टर्बै गऱ्यो। त्यही हो गाइस होइन। म मात्र होइन, म जस्तो तपाईँहरू पनि धेरै हुनुहुन्छ है युट्युबमा, मलाई जस्तो लाग्छ होइन। म चाहिँ भ्लगर हुन्छु होइन, कन्टेन्ट क्रिएटर हुन्छु भन्दै पनि अलिक बोल्न नसक्ने, बोल्न अप्ठ्यारो मान्ने होइन, त्यस्तो भइहाल्छ नि यार। सुरुमा को चाहिँ माथिदेखि नै सबै लिएर आउँछ र होइन त्यही त हो नि, हामी सबै एउटै हो। त्यस्तै हो गाइस, एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ भन्छु होइन। म चाहिँ यति नै थियो। अब यसो नै आफ्नो कन्फिडेन्ट लेभल चाहिँ म बिल्ड गर्दैछु होइन, क्यामेराको अगाडि फेस टु फेस यसरी बोल्ने होइन। पहिला त म यसरी बोल्न पनि खासै भिडियो यति साह्रो पज गर्दै होइन, त्यो काट्दै भिडियोको क्लिपहरू जोड्दै त्यो हुन्छ नि, बोल्न अप्ठ्यारो लागेर कहिले के हुने, कहिले लिप्सिङ नमिल्ने, कोही बेला के हुने हुन्थ्यो होइन। अनि त्यो भिडियोहरू टुक्रा जोड्दै पनि त्यसरी पनि भिडियो बनाउँथेँ क्या म। अहिले चाहिँ अलिअलि कन्फिडेन्ट लेभल आइरहेको छ पहिला भन्दा। यसरी क्यामेराको अगाडि फेस टु फेस यसरी बोल्ने, पहिला चाहिँ त्यस्तो थिएन, बढी डर लाग्थ्यो होइन। बिस्तारै बिल्ड हुँदैछ होइन, आफूमा पनि इन्क्रिज हुँदैछ। अब त्यही हो। अब कन्टेन्ट राम्रो कन्टेन्ट चाहिँ बनाउन सकेको छैन आफूलाई त्यस्तो फिल भइरहेछ कि मलाई है। त्यही हो, भ्युवरहरूले हेर्ने भनेको राम्रो कन्टेन्ट छ भने त भिडियो एकदम इन्ट्रेस्ट दिएर हेर्ने हो, नत्र त त्यही त नि भाडमे जाइजन त भने जस्तै त नि होइन। त्यही हो गाइस, एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ हामी, सानो युट्युब क्रिएटरहरू होइन, सानो भ्लगरहरू भन्न चाहन्छु। अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएको थ्याङ्क यू सो मच है। सब्सक्राइबर त छ मेरो होइन, हल्का फल्का त्यति धेरै अलिअलि चाहिँ सब्सक्राइबर छ, त्यही पनि भिडियो चाहिँ होइन भ्यू चाहिँ जान सकेको छैन। त्यही हो, भिडियो जोतको भएरै होला जस्तो लाग्छ मलाई है। तर डिमोटिभेट चाहिँ हुन्न, म भिडियो बनाउन चाहिँ छोड्दिनँ भन्छु। अनि थ्याङ्क यू सो मच होइन, हजुरहरूले गर्दाखेरि नै अलिअलि भए पनि सब्सक्राइबर, हजुरहरूले नै गर्दा सब्सक्राइबर बढिरहेको छ, हजुरहरूले नै हेरिरहनु भएको छ, थोरै भ्युज भए तापनि। अनि त्यही हो, यति नै थियो है। अब थ्याङ्क यू सो मच भिडियो अन्तिमसम्म हेरिदिनु भएको भन्दै है। ओके, हेभ अ गुड डे गाइज, बाई बाई।